नमस्कार, स्वागत छ तपाईलाई मोहराइन वेबसाइट प्रणाली धनगढीले तयार पारेको विपन्न नागरिक स्वास्थ्य उपचार व्यवस्थापन प्रणाली पेसेन्ट पोर्टलको भिडियो म्यानुअलमा। यो भिडियो मार्फत तपाईले मृगौला प्रत्यारोपण गरिरहेका, डायलिसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भई दीर्घरोग भएका अर्थात् नेपाल सरकारले दीर्घरोगबाट पीडित भएका व्यक्तिहरूलाई मासिक 5000 औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्ध जुन कार्यविधि 2078 बनाएको छ, त्यस बमोजिम अनलाइनबाट सेवा कसरी लिन सकिन्छ भन्ने जानकारी पाउनुहुनेछ। अब हामीले सिक्छौं पोर्टल लगइन गर्ने तरिका। यस पोर्टलमा सेवाग्राही र सेवा प्रदायक दुवैले अनलाइनबाट सेवा लिन सक्नुहुनेछ, जसका लागि सबैभन्दा पहिले आफ्नो ब्राउजरमा जानुहोस् र टाइप गर्नुहोस्। पोर्टल खोल्ने बित्तिकै तपाईले लगइन पेज देख्नुहुनेछ। त्यहाँ आफ्नो युजर नेम र पासवर्ड राख्नुहोस्। सेवाग्राहीले भने लगइन नगरी नै बिरामी दर्ता गर्न सक्नुहुनेछ। लगइन पछि तपाईको ड्याशबोर्ड देखिनेछ, जहाँ तपाईले विभिन्न अप्सनहरू देख्न सक्नुहुन्छ। नयाँ आवेदनहरू, दर्ता भएका तथा सिफारिस भएका, रिपोर्ट हेर्न सकिने, पुरानो प्रोफाइल नवीकरण गर्न सकिने, पुरानो मेडिकल रेकर्ड जाँच गर्ने। नयाँ आवेदन बुक गर्ने तरिका। नयाँ आवेदन मेनुमा जानुहोस्, त्यहाँ आवेदनको प्रकार छान्नुहोस्। यस प्रणालीमा 4 प्रकारको आवेदनहरू सम्बोधन हुनेछ, जसमा पहिलो रहेको छ दीर्घरोगी मासिक उपचार खर्च। यो सेलेक्ट गर्दा 4 किसिमको रोगहरू मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विवरण राख्न सकिनेछ। त्यस्तै विभिन्न सहयोग सिफारिस, यो सेलेक्ट गर्दा विभिन्न नागरिक औषधि उपचार कोर्स निर्देशिका 2075 बमोजिम तोकिएको 8 प्रकारका कडा रोगहरू जस्तै मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जरी, हेड इन्जरी तथा सिकल सेल एनिमिया जस्ता रोगहरू भएका विभिन्न नागरिकहरूलाई औषधि उपचार बापत आर्थिक सहायता तथा सहुलियत रकम लिने, नेपालभित्र उपचार गराउँदा तोकिएको अस्पतालबाट सेवा प्राप्त गर्न सकिने व्यवस्था छ। सामाजिक विकास मन्त्रालय सिफारिस। सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक सुविधा सम्बन्धित कार्यविधि 2080 बमोजिम तोकिएका कडा रोगहरू जस्तै क्यान्सर, मृगौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, बोन म्यारो प्रत्यारोपण, मुटु शल्यक्रिया, स्पाइनल सर्जरी, मस्तिष्कघात, प्यारालाइसिस तथा नशा सम्बन्धी रोगको सर्जरी जस्ता रोग भएको विपन्न नागरिकलाई स्थानीय तहको सिफारिस समितिले सिफारिस गरेमा मन्त्रालयको जाँच बुझ्दा तथा मूल्याङ्कन समितिले औषधि उपचार बापत आर्थिक सहायता तथा सहुलियता रकमको व्यवस्था उपलब्ध गराउन सकिने व्यवस्था छ। अर्को आवेदन पालिकाको स्वास्थ्य राहत कोर्स। यस मेनुमा पालिकामा हुने गरेका विभिन्न विपदका घटना तथा विभिन्न रोगहरूले ग्रसित भई आर्थिक रूपले विभिन्न परिवारहरूलाई समितिको निर्णय बमोजिम दिइने रकमको तथ्याङ्क व्यवस्थापन यस प्रणालीमा अभिलेख राख्न सकिनेछ। जुन महालेखा परीक्षणको बेला पालिकाले वितरण गरेको राहत तथा अनुदानको रकमहरूको विवरण, कसलाई कति रकम वितरण गरिएको छ, सोको विवरण सबै प्रणाली मार्फत दिन सकिनेछ। यस प्राप्त आवेदनहरू भेरिफाई गरी दर्ता गरी दीर्घरोगी भई मासिक औषधि उपचार खर्च पाइने व्यक्तिहरूको त्रैमासिक रूपमा भुक्तानी सिफारिस गर्न एक्सेल फाइल EFT का लागि आर्थिक प्रशासन फाँटमा दिन सकिनेछ। त्यस्तै विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस गरेको बिरामीहरूको विवरण, कुन अस्पतालमा कुन रोगको लागि कतिजनालाई सिफारिस गर्यो भन्ने विवरण पनि मन्त्रालयहरूमा तुरुन्तै पठाउन मिल्नेछ। अब हामीले रिपोर्ट हेर्ने तरिका। रिपोर्ट मेनुमा क्लिक गर्दा तपाईको सबै प्रकारको रिपोर्ट देखिनेछन्। तपाईले कुनै पनि रिपोर्ट डाउनलोड वा प्रिन्ट गर्न सक्नुहुनेछ, जस्तै औषधि उपचार बापत खर्च पाउने व्यक्तिहरूको अभिलेख, विपन्न नागरिकलाई कडा रोग उपचारका लागि सिफारिस गरिएको प्रतिवेदन फारम, सामाजिक विकास मन्त्रालय सिफारिस गरेको स्थानीय तहले राखे बिरामीको अभिलेख, पालिकाको विवरण गरेका राहतको अभिलेख, त्यस्तै लगतकट्टा भएका, नवीकरण भएका र नवीकरण नभएका बिरामीहरूको विवरण डाउनलोड वा प्रिन्ट गर्न सक्नुहुनेछ।
नवीकरण तथा लगत कट्टा गर्ने तरिका। दर्ता सिफारिस भएको मेनुमा जानुहोस्, व्यक्ति सर्च गर्नुहोस्, भ्यू आँखा आइकनमा क्लिक गरी विस्तृत विवरण गई नवीकरण गर्न सकिनेछ। नवीकरण गर्दा कुन त्रैमासिकका लागि नवीकरण गर्ने हो सो सिलेक्ट गर्नुपर्ने हुनेछ र उपचार भइरहेको अस्पतालको कागजात अपलोड गर्नुपर्ने हुनेछ। त्यस्तै लगत कट्टा गर्नुपर्ने भएमा, जस्ता बिरामीको मृत्यु भएमा वा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको अवस्थामा वा पेन्सन खाइपाई आएको थाहा भएमा लगत कट्टाको कारण छानी लगत कट्टा पनि गर्न सकिनेछ। लगत कट्टा गर्दा अर्को पटक लगत कट्टा भएको मितिपछि रकम भुक्तानी हुने छैन। विपन्न नागरिक स्वास्थ्य सहयोगको सिफारिस गर्ने तरिका। दर्ता सिफारिस भएको मेनुमा जानुहोस्, सिफारिस भएका मेनुमा जानुहोस्, विपन्न सहयोगको सिफारिस मेनुमा क्लिक गर्नुहोस्। यस क्लिक गर्दा बिरामीको तालिका देखिनेछ। व्यक्ति सर्च गरी भ्यू आँखा आइकनमा क्लिक गरी विस्तृत विवरणमा गई चिठी पत्र मेनुमा गई निर्णय प्रिन्ट गर्ने तथा तोकिएको अस्पतालको नाममा सिफारिस पत्र दिन सकिनेछ। सोको रेकर्ड पछि प्रिन्ट गरी हेर्न सकिनेछ। यही हो महराइनले तयार पारेको पेसेन्ट पोर्टल प्रयोग गर्ने सजिलो तरिका। अझै केही समस्या परेमा निम्न नम्बरहरूमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 584 27 288, 98 68 88 91 18, 091 5 24 24 3।